लु हेर्नुहोस् है साथी हो। मैले तपाईँहरूलाई पहिले नै भनेको थिएँ नि, अब चाहिँ यो मरेको रुख होइन, यो के अरे जिउँदै रुख हो। अब चाहिँ यसको टक्कसँगले मुना पलाउँदैछ, हरियो हुनु सुरु हुँदैछ। यो चिसोको कारणले गर्दा एकदम चिसोको -डिग्री जान्थ्यो, त्यसको कारणले गर्दाखेरि यसको पातहरू चाहिँ पुरा सबै झरेर सर्लिङ्ग भएको थियो। अब चाहिँ यसरी पलाउँदैछ। तपाईँहरूलाई 3 महिनाको अन्तरालमा यस्तो हुन थाल्यो है। अब चाहिँ हरियाली मौसमहरू देख्न पाइन्छ। चिसोको कारणले चाहिँ यो रुखको पातहरू सबै झरेको थियो क्या। यो सुकेको रुख जस्तै थियो, तर अहिले 3 महिनाको अन्तरालमा चाहिँ पुरा हरियो हरियो हुँदैछ। फल फुल्न थाल्यो, कोही फल्न थाल्यो है। पुरा तपाईँहरूलाई देखाउँदैछु भनेर भनेको थिएँ नि मैले पहिले नै। अहिले चाहिँ यहाँ पर कस्तो राम्रो देखाएको छु, पर फुलेर पुरा। त्यो चाहिँ खानेकुरा है, त्यो चाहिँ फेरि फल हो। फेरि बिचा गर्नलाई तपाईँहरूलाई यसरी देखाउँछु, पुरै हरियो हुँदै आउँदैछ है। अबको हप्ता दिनभित्रमा चाहिँ पुरै हरियो भएर आउँछ। तपाईँहरूले कस्तो सुकेको रुखहरू हो भनेर देख्नु भएको थियो होला पहिलेको भिडियोमा। अहिले चाहिँ पुरै हरियो भएर फर्केर आउँदैछ। त्यही भएर मनहरू पनि हरियो हरियो भएपछि आनन्द खुसी, पुरा स्वच्छ वातावरण जस्तो हावापानी मजाको दामी वातावरण हुनेछ। अब चाहिँ पुरा हरियो फर्केर आउँदैछ। पहिले चाहिँ सुकेको थियो क्या पुरै, पहिले चाहिँ। अहिले चाहिँ हरियो हुँदैछ। र यहाँ फल पनि तपाईँलाई म देखाउँछु। फल छ, यो चाहिँ फल। यो चाहिँ हाम्रो नेपालमा पहिले, नेपालतिर पनि हुन्छ, कुनै कुनै ठाउँतिर, पहाड इलाका ठाउँतिर हुन्छ। यहाँ हेर्नुहोस् फुल्दैछ, यो चाहिँ फल हो। यो फल पछाडि झप्पै फल्छ अनि खाइन्छ मजाले सँगले पाकेपछि दामी जताततै हुन्छ यो फल त। यो त जङ्गलैभरि यतातिर। यहाँ हेर्नुहोस् फलहरू जताततै साना साना, कोही ठुला ठुला। यो यसरी सुकेका रुखहरू हरियो फर्किँदैछ, मुना पलाउँदैछ। यस्तो यस्तो छ है। तपाईँहरूले हेर्नुहोस्, आकाशमा प्लेन कुद्दैछ। मौसम पनि यस्तो सफा छ, बिहानीको मौसम छ है। पुरा यस्तो पहिले हरियाली थियो। हरियाली चाहिँ चिसोको कारणले गर्दाखेरि पुरा सुकेको रुख भएको थियो। अहिले दिनहरू तातिँदैछ, घामहरू लाग्दैछ, त्यस कारणले हरियाली पनि, रुखहरू हरियाली पनि फर्किँदैछ है। हरियाली मौसम। हामीले माछा मार्ने ठाउँ भनेको चाहिँ यतै हो। पानी अहिले यत्तिकै रहेछ खोलामा, पानी यतिको छ बग्दैछ। यो कुनै बेला बढ्ने, कुनै बेलामा घट्ने हुन्छ। माछा त यहाँ त प्रशस्त, यो खोलामा चाहिँ है। कति छ मार्न सकिँदैन। हामीले बल्छी थाप्दाखेरि कुनै बेला 1 केजी 1.5 केजीको सम्म निकाल्छौँ यहाँनिर माछा त। कति हो कति, सानो तिनो ठुलो सबै माछा कुत्र छन्, कति छन्। नेपालमा भन्दा धेरै प्रशस्त। बल्छी पनि यहाँ रहेछ, भेटियो हामीले बल्छी थाप्नेहरू। यहाँ यो बल्छीको हुने देखेर पुरा यहाँ बल्छी यस्तो यस्तोहरू थाप्छौँ हामी। यहाँनिर जाल हान्छौँ, बल्छी हान्छौँ। यही सबै रुखको हरियाली सबै फर्क्यो। यो त धागो भयो यार, यसलाई लगेर राम्रोसँग बनायो भने त यो त धागो हानेको थियो, यो जालीमा अड्केर चुटेर आएको रहेछ, बाहिर निस्केको रहेछ। पुरै यस्तो छ यहाँको वातावरण। पुरा यता यो हरियाली फर्किँदैछ, ढुकुरहरू कुद्दैछ यार सबै इत्यादि। तपाईँहरूलाई पहिले पनि देखाइसकेको छु। अहिले यस्तो यस्तो हरियो फर्केर आइसक्यो। पहिले त के त सुक्खा मरुभूमि थियो नि है। माछा मार्ने ठाउँहरू यहाँ थियो हाम्रो चाहिँ। पहिले यताबाट हान्थ्यौँ हामीले माछा,
रुखहरू काटेको रहेछ, ढलेको रहेछ, हावाले ढालेछ, के गरेछ सबै यस्तो यस्तो भएछ। यहाँबाट बसेर हामी यहाँ बसेर यहाँबाट जाल हान्थ्यौँ हामी वारिपारि माछालाई त कति मार्छ। अनि यहाँ हावाले गर्दाखेरि चिसोको कारणले गर्दा रुख ढलाइ छ, यहाँनिर यस्तो लड्केछ है। यस्तै छ यहाँको गतिविधिहरू। अब चाहिँ हरियाली आउँछ, यो पछि तपाईँहरूलाई हरियाली भइसकेपछि दिन्छु। यो भर्खर मुनाहरू पलाउँदैछ। मेरो छोटो भिडियोको लागि तपाईँहरूले हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला भन्दै मेरो भिडियो यहीँ अन्त गर्न चाहन्छु। फेरि यस्तै भिडियोहरू लिएर आउनेछु। हस् त, बाई बाई।